मेरो छोरा चाहिँ 12 बजे खाना खानु आयो एक्जाम सकेर अब खाएर फेरि जाइहाल्छ अरे ट्युसन है राम्रो पढ्नु ल इङ्ग्लिस पनि फर्स्ट हुन्छ कि सेकेन्ड चाहिँ थर्ड हुनुको लागि तँलाई मैले यस्तो मिठो मिठो बनाउँदै खुवाएको गदा तिमी चाहिँ के हुन्छौ डक्टर हुन्छस् फिङ्गर खाँदै डक्टर पढिस् स्कुलमा के लेखिस् पुताली यसरी उच्च भनिस् अनि नि यो त के बिचरा भर्खर त जाँदैछ यसले पनि अर्को पालिदेखि चाहिँ इक्जाम लेख्छ होला योपालि त यो त्यसै खेल्नु त गएको अन्त यसको चाहिँ आजदेखि एक्जाम हो यसरी खानै मात्रै खानु खालि दैलैबाट के पाक्यो भन्छ आँखा खोल्ने बित्तिकै के खाजा बनाइदिन्छौ भन्छ के दिनु चिची होइन नानी त्यो न्युटेला पो त खान्छौ बहिनीलाई देउटा एउटा न्युटेलाको पकौडा लु खाऊ चिची खान्छ यो न्युटेला भनेपछि ट्याक्कै यो फेरि न्युटेला भनेपछि स्यालक्कै दुईटाको खाना बनाउँदै गयो हौ जिन्दगी